सर्वे मित्राणि तमो तमः। आज म हजुरहरू समक्षमा बुद्ध जयन्तीको महत्त्वको बारेमा केही जानकारी गराउँदछु। वैशाख पूर्णिमालाई बौद्ध पूर्णिमा भनिन्छ र यसलाई सम्पूर्ण विश्वमा बुद्ध पूर्णिमा भनेर मनाइन्छ, अर्थात् बुद्ध जयन्ती भनेर मनाउने गर्दछ। आधुनिक भारतमा पहिला सार्वजनिक बुद्ध पूर्णिमा 2 मई 1950 मा डाक्टर अम्बेडकर साहबको अगुवाईमा दिल्लीमा मनाएको थियो। यो अवसरमा डाक्टर अम्बेडकर साहबले बुद्धको जीवनी र कार्यहरूमा विचार गरेर बुद्ध जयन्तीको समारोहमा धेरै देशहरूको वकिल अनि प्रतिनिधिहरूको समुदायले एवं लगभग 20,000 समुदायहरूले भाग लिएको थियो। यस प्रकार आधुनिक भारतमा 1950 देखि बुद्ध जयन्तीको सुरुवात भएको थियो। वैशाख पूर्णिमालाई बुद्ध पूर्णिमाको रूपमा जान्ने गर्दछ। भारत अनि धेरै देशहरूमा धुमधामसँगले मनाउने यो उत्सव मनाउने गर्दछ। भगवान बुद्धको जीवनीको हरेक धारणा वैशाख पूर्णिमामा नै भएको थियो। भगवान बुद्धको जन्म अनि मृत्यु, ज्ञान प्राप्ति यी सबै कुराहरू यसै तिथिमा भएको थियो। बौद्ध साहित्यमा भनिएको छ भगवान बुद्धको विवाह पनि वैशाख पूर्णिमामा नै भएको थियो। यसै कारण भगवानको मृत्यु, विवाह, ज्ञान प्राप्ति यी सबै एउटै तिथिमा भएको थियो। र बुद्ध भगवान शाक्य वंशको थियो र शाक्यको अर्थ सिंह हुन्छ। भगवान बुद्ध शाक्य वंशको यस्तो महापुरुष थियो कि विज्ञान एवं शान्तिको मार्ग बतायो र यस्तो महापुरुषको वर्णनमा नरसिंह नामले जान्ने गर्दछ। नरसिंह भगवानको कुनै अवतार त होइन, तर बुद्धको पार्यवाचिक शब्द हुन्। र यस दिन छिलुङ लुङदरहरू लगाएर अनि छिनीहरू बालेर पूजा गर्ने गर्छौँ। यस दिन धेरै दानहरू पनि दिने चलन छ, जो पुण्य प्राप्त हुन्छ। र यस दिन हामी धुमधामसँग बुद्ध पूर्णिमा अर्थात् बुद्ध जयन्तीको उत्सव मनाउने गर्दछौँ। धन्यवाद।